कसैले दस पाइला गरेर ल सीधा दुःखले कमाएको पैसा हुन्थ्यो अनि अलिक चिसो भयो हावा बनाउँदैछ मैले भएन नि देखिँदो रहेछ ऊ क्यामेराबाट देखिँदो यताबाट म गर्छु म अनि भरे मेरो टर्नमा म जान्छु नि त रेडी मिलेन एउटा ओन्ली वान ल ल ल ल ल ल ल मिलेन दुईटा मिल्यो कुनै पनि मिलेन एउटा कुन मिल्यो कुन मिल्यो ल दुईटा मिल्यो पछाडि गइहाल्यो पछाडि दुईटा मिल्यो एउटा मिल्यो दुईटा मिल्यो दुईटा चेन्ज गर्नु पर्यो मुनि चेन्ज गर्नु कुन मिल्यो कुन मिल्दैन दुईटा मिल्यो भन्दा तिमीलाई दिएन ब्रो चान्स पाएन तिमीले एउटा एउटा चाँडै मिल्नु पर्यो दुईटा मिल्यो अलिकति मिस भयो ठ्याकठ्याकी राख्दा त हो ल देख्नु भएछ नि त्यो भनेको दुईटा त
भाउजूले ठिक्क राख्नु न त्यो स्टेपमा बस्यो त्यही त नि भाउजूलाई नि अलिकति तपाईँले गर्नु भने मिल्थ्यो हाम्रो पुरै के स्पेशल लो 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 क्लास हेर नि नमिले चाहिँ भुइँमा राखेर गएर न पछाडि नै त्यसो गर्दा नि ए डाइनाङ राखेर न 20 रुपैयाँ चाहिँदैन ओइले 20 टका पैसा समार्छ 1 घन्टाको काम ए मिलेन ट्याक्कै मिलेको त्यो चेन्ज गर्नाले गयो मिलेको त्यो चेन्ज गर्दा होइन एकछिन फेरि चेन्ज यो तलको यो फेरि मैले भने नि त मिलेको त्यो ट्याक्कै मिलेको त्यो चेन्ज गर्दा गयो त्यो दुईटा लास्टमा चेन्ज गर्यो नि त ट्याक्कै मिलेन मिलेन यार भाइ एउटै मिलेन गीता दिदी फेरि पाल आउँछ नि अघि लाइनमा जानु एउटै मिलेन होइन एकछिन गरिसक्नु न फेरि गर्नुपर्छ अर्काको हेर्नै मजा आउँछ हेर्ने मजा हुन्छ क्या आफू पनि यस्तो स्टुपिड रहेछ भन्नु एउटै मिलेन एउटा मिलो हावा चल्यो क्या उता लु 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 ग्लास राख्नु मात्रै हो माथि एउटा नि मिलेन नडरे ड्याङ राखेको ड्याङ राख्छ त्यही त नि यिनले जसरी ज्योतिषीको छोरी हो त्यही भएर हो भाउजूले पनि ट्राई अलिकति मिस्टेक गर्नु एक स्टेपमा अर्कोपट्टि अर्को राख्नु न मिल्थ्यो रियाक्सन हेर्नुभएको लो 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 हात अघि गर्नु रियाक्सन हेरि मिलेन एउटा मिलो सेतो मात्रै सेतो मिलो पहिलेको मिलो नभनौँ है न फेरि चेन्ज गर्नु तलको चेन्ज गर्नु तलको चेन्ज गर्नु ए तलले गर्नु दाजु एक दुईवटा मन्त्र फुकेर लो 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 गोमा के मन्त्र पुगेको त सिकाउनु त हामीलाई ज्योतिषीको छोरी भनेको ज्योतिषीको छोरी भनेर मिलेन जसरी ग्लास हातमा छ त्यसरी राखेर ठक्कै ठ्याक्कै मिल्यो अनि यस्तो आदत दिनुभयो अमन दिदी अब म ज्योतिषीको छोरी परिन साथी म चाहिँ जिरोतिर यतै ठ्याक्कै भएन मिलेन जिरो पार्टी फेरि आउँछ मिलेन जिरो पार्टी अनि जित्नेले फेरि मिलेन दुईटा मिलो अघि पनि दुईटा अहिले पनि दुईटा चारटा भयो रेस्टुरेन्ट जानुपर्छ नि मिलेन चन्द्रले अघि चेन्ज गर्नाले गर्दा हो ज्योतिषीको नाच्ने हो अब चाहिँ ध्यान लाग्यो ज्योतिषीले मन्त्र पढ्न थाल्यो साथी पनि हो भन्नु न
तीनटा मिल्यो तिम्रो तीनटा मिलेको थियो मेरो शरीर त्यस्तै हुन्छ दादा लु हेर्नु है हनुमान मन्त्र पढ्दिन छिटो राख्नु छिटो नडराइकन राख त एउटा अपग्रेड भयो भने प्रमोसन भयो मिलेन मिलेन Zero party successful people. मेरो ब्रदर Successful people decide zero party. मिलेन लाइफ पुस्तक अरे वाह मिलेन फेरि जाउँ न है हामी लाइनमा कुन मिल्यो नि कलर कुन मिल्यो यो चाहिँ भएन है बिहे जस्तै भयो दुईटा पनि त कुन मिलेको जे गर्नु तपाईको मिलेन दुईटा मिल्यो दुईटा तपाईले त है खेल्नु भएको फेरि आउनु भएको जिरो पार्टी हो लिएर जानु कम्पिटिसन गराउनु पर्यो दुईजनालाई बजेट कम्पिटिसन त एकजना पाँचचोटि गएर विनर भएको हुँदैन एकचोटि गरेको हुनुपर्छ हो गुड आउनु यहाँ जित्ने मान्छे छिटो कहाँ भएन ए भएन गइसक्यो यो भयो लो भाइ विनरको हुन्छ कि यस्तो प्रोग्राममा यस्तै हुन्छ पावरबल जस्तो हुनुपर्ने फेरि बिना त डबल हुनुपर्छ डबल हुन्छ नि त के हो ठ्याक्कै पो छ त नि दुईटा त ठ्याक राखेको यार वाह पहिला सुरुको त ठ्याक्कै थियो हेन्डसम पार्टीहरु आएन त नो अर्को चारवटा उल्टा भयो भने त नि सबै मिल्यो नि ठ्याक्कै मिलाएको फर्स्टमा एकै तालमा मिलाएको थियो अनि फेरि पनि दुईटा त मिलेको थियो फर्स्ट एटममै मिलाएको
अघि हुन्नी त बसेकोमा अहिले अघि पनि दुईटा त मिलेको अब खेल्यो दाजु फेरि भाइ सिधा गएर ड्याममै भाइ सिधा गएर ड्याममै हान्ने हो होइन सिधा बनाएर छोडिदिनु अनि सिधा बनाएर छोडिदिनु ल सामने त ठक्का गर्न मिल्दैन ठक्का गर्न पश्चिम भयो आउन राइट एकदम बजाउनु त ठ्याक्कै लाग्छ ल मलाई गर्दिनु मलाई अर्कोपट्टि फर्काइदिइसक्छ सिधा पारा छोड्दैन ल चुप लाग्ने सबै चुप लाग्ने नभन्नु नभन्नु चुप लाग्ने सबै सबै चुप लाग्ने नभन्नु त्यसरी थाम्न पनि पाइँदैन डङ्गै गरेर हान्नु पर्यो हान्दा भयो So close! ल दाइ आउनु 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 दाजु तपाईँ पनि सक्नुहोस् म चाहिँ यसो गर्छु सबै देखिरहेछ अघि चोखेर अनि क्या ला ला बजाए 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 नापेको नापेको दामी नापेको म त फेभरेट भयो नम्बर 1 मा हुन्छ धेरै जस्तो दिदीले लेख्दा कता ओके त दस पाइला गरेर 10 पाइला गरेर
पातलो भयो जस्तो छ है ल अब घुमाइदिनु ल सिधा सिधा ए त्यसो छैन कसो पाइँदैन एकछिन अलि सिधा पारेर राखिदिन्छु ल म खै त यहाँ आउनु सिधा यसको सिधा ल रिङ अटो लाग्यो ल जाँदा अब यो पुरै सिधा छ पक्का हो नि ल ल सिधा 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 भक्ताले क्लोज गरी सबै भन्दा नि हो घुमाइदिनु तर सिधै राख्दिनु सिधा राख्दिनु होटेलदेखि अपग्रेड भएको होला क्या हो सिधा हो यो गरिका हो Oh my god! दाइ त्यसरी होइन त्यसरी सिधा हान्नु पर्छ सिधा लाग्यो 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 ए दाइ सर बाइदे ल भयो ल सक्यो सिधा एकदम सिधा दाइ एकदम सिधा यता छ त यता यो गेममा फन भइरहेको छ नि मजा भइरहेको छ नि सबैको टाइम मिलाएर गरौँ क्या ओ क्याम्पिङ जाऊ न गाई हो यो चाहिँ सिधा भयो ल सिधा भयो ल ब्रोले हान्ने भयो एकदम सिधा धन्यवाद ए हो ल ल सिधा छ ल सिधा यो मान्छेले चाहिँ ठोक्काउँछ कि फुल ढोका नि बाह्र फुल ल्याएर ठोका 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 ठोक्काइसक्यो यो मान्छेले ठोका ल रमेश पर्साईको नाम चाहिँ सट्ट ल्याउँदा दिमागमा ओ मलाई देखिरहनु भयो
त्यतै हो सिधै त्यतै चन्द्र मन मैतिर आउनु होइन फेरि चन्द्र ला हो तपाईँ त अनि क्या बिचतिरै जानुभयो त माइततिरै चन्द्र 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 ल ठिक छ हाजिरा उठ्यो नि आजको हाजिरा उठ्यो नि छोरीलाई पत्ता लाग्छ है कहाँ छ बट्टा एक फन्को मात्रै घुमाउने ल भयो ल निको पट्टा कहाँ छ पत्ता ल यता म पट्याउ ल ओ यो हो नि त पारा एकदमै अर्काले 3 गेम भनेर ल ओ टाउकोमा हानिने के छ नि नालिदी चाल पाइ गयो नि बोलेर बजाऊ कतिले जानुपर्छ पुरै डक एक्सपिरियन्स आउनुपर्छ नि त डकतिर गएपछि के गर्नु दादा उल्टा भयो लु जानु अब सिधा चाहिँ पार्दिनै पर्छ है गाइस माइलीलाई बजाउनै भयो नि आज कता गएको क्या भाङ्गो अरे भाइले हातै छ सिधै छ को ट्याङ्गै हालिहाल्छ विनर हो है दादा त ल दादा विनर हो मैले भिडियो गरिदिएको छ सिधै आएको 50-50 गर्नुहुन्थ्यो अरे मेरो फेसतिर फर्काइदेऊ है कल्पना दिदी त एसपीएसएस लभर हो के अलिक हो त्यस्तो आउँछ अलि सिधा ठ्याक्कै मेरो पोलीलाई पछाडि आउनु मेरो पोली यता दाजु अनि तपाईँको पिकनिक एक्सपिरियन्स जस्तो नेपालमा भुटानमा कस्तो थियो एकदम कसरी गर्नुहुन्छ तपाईँले पिकनिक पहिला त्यही हो मैले भनिहालेँ नि अब पिकनिक यसरी घरबाट बोकेर चाहिँ होइन बनाएर चाहिँ पुरा भाँडाकुँडा लिएर बोकेर साइकलमा मजाले है पकाएर दाउरा साउरा खोजेर चुल्हा गाडेर हो कि होइन चुल्हा गाडेर कराई सराई सबै कुरो बोकेर चाहिँ काटेर पकाएर चाहिँ यसरी खाने गर्यो जस्तो पैसाहरू कलेक्सन गर्नुहुन्थ्यो नि तपाईँहरू कसरी गर्नुहुन्थ्यो तपाईँहरू पैसा कलेक्सन चाहिँ तिहारमा देउसी खेलेर हुन्थ्यो कि या के गर्नु होइन नि पैसा त खनखनी गोजीबाट निकालेर खुद गन्ती गरेर चाहिँ हामी त्यसरी गर्ने त्यो होइन हुन्थ्यो त्यो पनि हुन्थ्यो हामी देउसी खेलेर पनि पिकनिक खाना गर्थ्यौँ हामी त्यसरी गरेको थियौँ होइन त्यो त्यति बेलाको रमाइलो र अहिलेको रमाइलोमा त धेरै फरक छ नि त धेरै फरक कता फरक त्यति बेला साह्रै रमाइलो नि अब त्यतिखेर दुःखले कमाएको पैसा हुन्थ्यो
पहिलाको भनेको दुःखको रमाइलो हुन्थ्यो अहिलेको भनेको चाहिँ सुखको रमाइलो छ क्या रमाइलो अब यता जाओस् जस्तो अब तपाईँ केटाकेटी बेला पिकनिक कुनै केही कथामा जान पाउनु भयो भने कस्तो खालको व्यवहार गर्नु त तपाईँ पिकनिक जानु पाउनु पाइनँ भने त अब घरमा अलिकति अब त्यस्तै खालको रिएक्सनहरू हुन्थ्यो नि अब अलिकति होइन हुर्काइन्थ्यो के गरिन्थ्यो गरेर झगडा गरेर जसरी पनि पिकनिक चाहिँ गइन्थ्यो दाजुको कस्तो एक्सपिरियन्स मेरो चाहिँ एक्सपिरियन्स भनेको चाहिँ म क्लास 6 मा हुँदा नि फर्स्ट स्टार्टिङमा म पिकनिक गर्नु नेपाल आइकन है नेपालमा भुटानतिर त अब त्यो यसो गाई गोठालो हुँदाखेरि के यसो माछा पकायो क्याएर खोजेर यसो क्याएर ढुङ्गामा त्यो झिङ्गे माछा हुन्छ नि त्यो तताएर चाहिँ अलिअलि खान्थेँ म सानै थिएँ नि त भुटानमा होइन तर नेपालमा आएर क्लास 6 मा हुँदाखेरि चाहिँ मलाई कर लगाएर टिचरहरूले लिएर गएको किनभने त्यतिखेर त अब हाम्रो यो उयो थियो नि त क्यारे छुवाछुतको अलिकति हामी माओवादी कालमा हामी कोही जाँदैन थियो त्यतिखेर डरले पिकनिक हाम्रो त्यो हामी केटाहरू भेलाबाट मार्छ त्यसको होस् हामी एकचोटि सब भेलाबाट गयो होइन गएर चाहिँ अनि त्यहाँदेखि भने अब अलिअलि यस्तो खान थालेको थियो कि त्यतिखेर चाहिँ खाएर घरमा त सबले खान पायो सबै अलिअलि खायो भन्ने त पुरा चाहिँ एक्सपिरियन्स सुनौ न भुटानमा कसरी पिकनिक जानुहुन्थ्यो अनि यहाँ अमेरिकामा आएर अब त्यही हो बच्चा हुँदाखेरि अब ग्रुपमा मिल्यो होइन ग्रुपमा मिलेर कसैले यो ल्याउने कसैले त्यो ल्याउने भएर मिलेर जान्थ्यो जस्तो पटलक जस्तै होइन अब पकाएर उता पुगेर पकाएर खाने हो क्या तर अब एकजनाले सब्जीले एकजनाले चामलले मासु छ भने अब ग्रुपमा मिलेर पैसा उठाएर ल्याउँथ्यो किनेर ल्याउनु जान्थ्यो त्यसरी अब बोकेर हाम्रो चाहिँ चामल उठाउने आधी सबले चामल उठायो सबले अनि अरू चाहिँ अनि पैसा उठाएर किन्यो क्या सब्जी के चाहिँ मासुको लागि त्यहाँदेखि अब 100 उठायो सब किन्नु माइकिङको त्यतिखेर त के गर्नु त माइकिङको पैसा तिर्नुपर्छ बेच्चिङको लागि पैसा तिर्नुपर्छ हरेक कुराको साइकल छैन भने साइकलको पनि अब तपाईँ नेपालको पिकनिकको एक्सपिरियन्स होइन कस्तो थियो कसरी जानुहुन्थ्यो तपाईँहरू सानोमा पिकनिक जान नपाउँदा कसो गर्नुहुन्थ्यो कस्तो थियो पिकनिक जान नपाउँदा त अब रुन्थ्यौँ कराउँथ्यौँ होइन जान मन लाग्थ्यो पिकनिक अब हाम्रो पिकनिक पनि यस्तै हो रमाइलो हुन्थ्यो बिहान 4 बजे उठेर रेडी भएर हिँड्दै जान्थ्यौँ टाढा जानुपर्ने हो कि नजिक जानुपर्ने हो कहाँ जानुपर्ने हो मिलाएर यसै गरी मिठो गरी रमाइलो गरी खान्थ्यौँ यति नै हो यो अहिलेको र पहिलाको पिकनिकमा कतिको फरक पाउनु त्यो त धेरै फरक छ धेरै अहिलेको अलिक सुविधा सम्पन्न अहिलेको त आनन्द आयो खायो टक्क गयो पहिलाकोमा चाहिँ हाम्रो खानुभन्दा पनि मेहनत धेरै हुन्थ्यो त्यो मेहनतमा चाहिँ यति धेरै इन्जोय गर्थ्यो कि त्यो भनेर साध्य नै छैन धेरै इन्जोय गर्थ्यो तर आजको पिकनिक पनि एकदम पर्फेक्ट छ धेरै रमाइलो लाग्यो वेदर कस्तो छ पिकनिकको वेदर एकदम ठिक छ होइन चिसो यस्तै हो होइन ठिक छ रमाइलो भइरहेछ होइन यो पिकनिकको अहिले यो नेपालमा जाने पिकनिक र यहाँ आजको पिकनिकमा के अन्तर पाइयो नेपालमा जानेमा पनि जाडो आजकोमा पनि जाडो अन्तर त केही छैन पिकनिक जाडैमै जाने हो यो कसले अर्गनाइज गरेको हो राम्रो समय मिलाएर अर्गनाइज गरेको हो क्या वेदर नहेरिकन ठिक छ मजा भयो होइन यस्तो फेरि गर्नुपर्छ अलिक तातोमा भन्ने सल्लाह हो ल फेरि गर्नुपर्छ मजा आयो नि अलिक बस्ने गरी जानुपर्छ क्या सही रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा भने जस्तो नि